सो हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। सो आज चाहिँ म यस्तै सामानहरू अनलोड गर्न चाहिँ यो टाढा टाढा कहाँ हुन्छ त्यहाँ आएको छु। सो कहाँ जान्छु, हल्का बाटोको भ्यू पनि देखाउने छु। सो म बोल्न पाउन्न होला सायद होइन, अब ओनर त्यस्तै छ, अब हल्का बोल्न पनि दिन्न कि, त्यही कारण अब म बोल्न सक्दैन होला। म भिडियो चाहिँ देखाइरहने छु, यताउता बाटो कस्तो छ यताउता देखाउने छु। सो आफू हेर्दै गर्नु होला। सो इन्जोय पनि गर्नु होला। सो अहिलेको लागि चाहिँ अहिले चाहिँ यो पुरा गाडी अनलोड गरेर यी सामान यस्तो राखिसके हैन। यो पुरा यो अझै त्यो भित्र गच्छ।
भिडियो बनाइरहेको छु। अगाडि चाहिँ त्यस्तै थियो, अब काम पनि धेरै थियो, त्यही टेन्सन थियो कि हो, त्यही कारणले भिडियो चाहिँ नबना भनेको थियो। अहिले चाहिँ अब भिडियो बना भन्यो, अनि त्यसैले अहिले चाहिँ म आफै बोलेर पनि भिडियो बनाइरहेको छु। सो त्यस्तै हो, के छ र काम भएको बेला टेन्सन पनि हुन्छ भन्ने सब थाहा हुन्छ होइन। त्यसैले मैले पनि त्यस्तो खासै बनाएन, मैले खालि चाहिँ रोडको मात्र बनाएको छु। अनि अहिले चाहिँ यो बना भनेको कारणले म चाहिँ अहिले बनाइरहेको छु क्या, आफ्नो फेस पनि देखाइरहेको छु, रोडमा पनि देखाइरहेको छु, बोली पनि रहेको छु म होइन। अब त्यस्तै हो, इन्जोय गर्नु होला सबैले, लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। त्यस्तै छ बर्थडे जिन्दगी के भन्ने। अब गोपाल आज उता छ, म यता छु, अनि त्यस्तै हो। अब म सानो छु नि त, अब त्यस्तो सक्दैन भारी होइन। गोपाललाई चाहिँ अब यता पनि आउनु दिन्न कम्पनीबाट, मलाई चाहिँ अब त्यति खासै नसक्ने हुनाले चाहिँ अब यस्तो लोडिङ भन्नाले अब यस्तो कम्पनीबाट बाहिर पनि गर्नुहुन्छ कि मलाई काममा। अब गोपाल चाहिँ ठुलो हुनाले उसलाई पठाएन, गोपालको लागि भनेको थियो। अब भने त गोपाललाई भनेको थियो, तर गोपाल उता पनि काम उता चाहिन्छ भनेर चाहिँ गोपाललाई आउनु दिएन। गोपाल अब हट्टाकट्टा भयो नि त, पुरा एक कट्टो एक्लै चाहिदिन्छ नि त, त्यसैले अब उसलाई आउनु दिएन, मलाई आउनु दियो। ठिक छ, अब जहिले गरे पनि गर्ने हो काम होइन, त्यस्तै छ, काम गर्ने हो त्यति हो, अरू त केही होइन। काम गर्ने हो, जति सक्ने जति गर्ने हो, नसके जति त्यस्तै यति भन्न चाहन्छु म त होइन। राम्रो रहेछ हेलिकप्टर बस्ने ठाउँ पनि रहेछ, यहाँनिर हेर्न सक्नुहुन्छ, यो हेलिकप्टर बस्ने ठाउँ हो गाइस, क्रिकेट स्टेडियम लोकल। ऊ माथि हेर्न सक्नुहुन्छ मेट्रो हो क्या गाइस। आप लोगों ने तो कभी देखा नहीं होगा, नेपालीहरू नै। अब त्यस्तै छ, नेपालमा केपी ओलीले के गर्न सकेको भए चाहिँ देखिन्थ्यो होला, अब सक्दैन त के भनौँ।